आजको हाम्रो पर्यटन पर्व कार्यक्रम सञ्चालक थियो। त्यस्तै गरी हाम्रो आजको कार्यक्रमको सभापति थियो, वरिष्ठ अतिथि थियो, प्रमुख सल्लाहकार साथै व्यासमा आसन अतिथिज्यूहरू लगायत मूलवासी मङ्गलको निम्ति एकजुट भएर सुख दुःखमा साथ दिएर अघि बढ्नुहुने मङ्गल योद्धाहरूमा मेरो व्यक्तिगत तर्फबाट साथै प्रवास सभा कतारको तर्फबाट स्वीकार गर्नुहोस् क्रान्तिकारी सल्युट। जय मङ्गल, जय मङ्गल। पक्कै पनि आज हामी मूलवासी मङ्गलहरूको एकदमै महान चाड बल्याङ पर्व मनाइरहँदाखेरि यसैलाई नै हामीले यो खुसीको माहौलमा अझ दोब्बर खुसी बनाउनुपर्छ भन्ने सोचले चाहिँ हामीले हाम्रो अधिवेशन गर्न लागिरहेका छौँ। र अधिवेशन गर्दा गर्दै के सम्झना आयो भन्दाखेरि आजभन्दा ठ्याक्कै 2 वर्ष अगाडि हामीले हाम्रो सङ्गठनलाई जिम्मेवारीपूर्ण तरिकाले लिएर अघि बढ्दाखेरि जति पाएका दुःखहरू थियो, जति हामीले भोगेका कष्टहरू थियो, त्यो सुख, त्यो दुःख, त्यो कष्टहरूलाई हामीले शक्तिमा बदलेर आज 2 वर्ष पछाडि हामी एकदम सफलतापूर्वक हामीले हाम्रो कार्यकाल सम्पन्न गरेको छौँ भन्ने म तपाईँहरूमा जानकारी गराउन चाहन्छु। र आजको मितिदेखि फेरि पनि हामीले हाम्रो जिम्मेवारीलाई फेरि पनि अझ धेरै महसुस गरेर नयाँ समितिहरू पदाधिकारीहरू चयन गरेर अघि बढ्ने हामीले निर्णय लिएका छौँ। जुन कुरा हामीले केही समयमा तपाईँहरूमा हामीले छलङ्ग पारेर हामी उहाँहरूको नाउँवली प्रस्तुत गरेका र आउने दिनहरूमा हिजोको दिनमा हामीले जसरी दुःख कष्ट भोगेर आएका थियौँ त्योभन्दा धेरै अझ धेरै जिम्मेवारी लिएर चाहिँ अघि बढ्छौँ भन्ने तपाईँहरूमा जानकारी पनि गराउन चाहन्छु। र भोलिको दिनमा हामीले गर्नुपर्ने हाम्रो तर्फबाट जिम्मेवारीहरूलाई चाहिँ हामीले अझ मजाले महसुस गरेर हाम्रो देशमा पनि हामीले गर्नुपर्ने हिजोको दिनमा सहयोगहरू गरि पनि रहेका छौँ। ढिलो चाँडो धेरै थोर आउने हाम्रो सहयोगहरू हामीले गर्ने दुःखका थोरै थोरै थोपाहरूलाई पनि हामीले एक मुष्ट रूपमा सहयोग गरेका छौँ। यो सहयोगहरू पनि यथावत राखेर हामी अघि बढेका छौँ भन्दै तपाईँहरूको साथ सहयोग अझ धेरै नयाँ हाम्रो कार्य समितिमा दिनुहुन्छ होला भन्ने आशा पनि लिएका छौँ। र यति भन्दै मेरा 2 शब्दहरू तपाईँहरूमा टुङ्ग्याउनुभन्दा अगाडि फेरि पनि सम्पूर्ण मूलवासी मङ्गल सहयोगदा दाजुभाइ दिदीबहिनीहरूमा बलियाङ पर्वले राम्रो राम्रो सन्देश दिउँ, राम्रो राम्रो हाम्रो दुःख कष्टलाई चाहिँ सुखमा खुसीमा बदलियोस् भन्दै शुभकामना दिँदै मेरो 2-4 शब्द यही अन्त्य गर्न चाहन्छु। हस्त, जय मङ्गल।